धेरै आमाहरूलाई यी उपयोगी भान्सा सफा गर्ने उपायहरू थाहा हुँदैन। नम्बर 1, धेरै मानिसलाई थाहा छैन कि बोगटे पोमेलोको बोक्रा तेल र चिल्लो फोहोर हटाउन धेरै प्रभावकारी हुन्छ। भान्साको चिम्नी वा रेन्ज हुड बोगटेको बोक्राले पुछ्नुहोस्, पछि मलाई धन्यवाद दिनुहुनेछ। नम्बर 2, प्लास्टिक झोलालाई मुठो पारेर त्यसमा भाँडा धुने साबुन हाल्नुहोस्। यसले तेलको बोतल घस्दा अचम्मको परिणाम दिन्छ। प्लास्टिक झोलाले तेल सोस्छ र भाँडा धुने स्पन्जभन्दा पनि राम्रो काम गर्छ। नम्बर 3, लामो समयसम्म माइक्रोवेभ सफा नगर्दा धेरै फोहोर हुन्छ। एउटा प्लेटमा बेकिङ सोडा, सेतो भिनेगर र भाँडा धुने साबुन हाल्नुहोस्। माइक्रोवेभमा 5 मिनेट तताउनुहोस्। निस्कने बाफले भित्रको सबै तेल फुकालिदिन्छ। त्यसपछि त्यही घोलमा भिजाएको कपडाले पुस्नुहोस्। माइक्रोवेभ फेरि एकदमै सफा हुन्छ। कमेन्ट मात्र गरिदिनुस्, हामी फलो ब्याक गरिदिन्छौँ है। नम्बर 4, भान्साको भित्तामा लामो समय सफा नगर्दा मोटो तेलको तह जम्छ। एउटा भाँडोमा बेकिङ सोडा, भाँडा धुने साबुन, अल्कोहल र तातो पानी मिसाउनुहोस्। यस घोलले भित्तो पुस्दा तेल छिटै घुन्छ र भित्तो फेरि सफा हुन्छ। नम्बर 5, ढुसी लागेको काट्ने बोर्डमा बेकिङ सोडा, नुन, सेतो भिनेगर र भाँडा धुने साबुन छर्कनुहोस्। 5 मिनेट छोड्नुहोस्। कपडाले ढुसी पुस्नुहोस् र अन्त्यमा तातो पानीले धोउनुहोस्। काट्ने बोर्ड फेरि सफा हुन्छ। नम्बर 6, ग्यास चुलोमा भाँडा धुने साबुन, बेकिङ सोडा र सेतो भिनेगर लगाउनुहोस्। 5 मिनेट छोड्नुहोस्। त्यसपछि कपडाले पुस्दा तेल सजिलै हट्छ। नम्बर 7, ढुसी लागेको चपस्टिक प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ। चपस्टिक भाँडोमा राख्नुहोस्। त्यसमा टुथपेस्ट, नुन, सेतो भिनेगर र पानी हाल्नुहोस्। ढकनी लगाएर 10 मिनेट तेज आगोमा उमाल्नुहोस्। पछि निकालेर सफा पानीले धोउनुहोस्। ढुसीका दाग हराउँछन्। नम्बर 8, धेरै मानिसलाई भाँडाको तल कसरी सफा गर्ने थाहा हुँदैन। तलको भागमा नुन र बेकिङ सोडा छर्कनुहोस्। त्यसमाथि सेतो भिनेगरमा भिजाएको टिस्यु पेपर राख्नुहोस्। 10 मिनेट छोड्नुहोस्। पछि तातो पानी हालेर टिस्यु हटाउनुहोस् र फेरि धोउनुहोस्। तेल पूर्ण रूपमा हट्छ। नम्बर 9, रेन्ज हुडको तेल सङ्कलन गर्ने ट्रे निकाल्नुहोस्। त्यसमा भाँडा धुने साबुन, बेकिङ सोडा र सेतो भिनेगर हाल्नुहोस्। त्यसपछि तातो पानी हालेर 10 मिनेट छोड्नुहोस्। पानीले धोएपछि सबै तेल हट्छ। नम्बर 10, यसरी राइस कुकर सफा गर्नु गलत हो। सही तरिका भनेको भित्रको ढकनी र बाफ निस्कने भाग निकाल्नु हो। फोहोर प्राय त्यही लुकेको हुन्छ। ती भागहरू राम्ररी सफा गरेर फेरि जडान गर्नुहोस्। अब राइस कुकर ठिकसँग सफा हुन्छ।